हेलो एभ्रिवान, आज चाहिँ हामी यो क्वेसन गर्छौं। यसमा चाहिँ के भनेको छ भने फाइन्ड द भ्यालु अफ x भनेको छ। क्वेसन के दिएको छ x स्क्वायर माइनस 9 अपन x माइनस 3 इज इक्वल टु 6 दिएको छ। अब हामीले चाहिँ यस्तो क्वेसन देख्ने बित्तिकै कस्तो गर्छौं भने x स्क्वायर माइनस 9 अपन x माइनस 3 इज इक्वल टु 6। माथिको क्वेसन माथिको न्युमरेटरमा चाहिँ के छ भने x स्क्वायर माइनस 9 छ। यो भने x स्क्वायर माइनस 3 को होल स्क्वायर हो भने हामी लेख्न सक्छौं x स्क्वायर माइनस 3 को होल स्क्वायर अपन x माइनस 3 इज इक्वल टु 6। अब यो भनेको के भयो x प्लस 3 x माइनस 3 भयो अपन x माइनस 3 तल छ नै छ डिनोमिनेटरमा, अनि त्यसपछि 6 भयो यता राइट साइडतिर। अब x माइनस 3 र x माइनस 3 काट्यो, x प्लस 3 इज इक्वल टु 6 भयो। यसमा के भयो त x इज इक्वल टु यो 3 चाहिँ राइट ह्यान्ड साइडतिर जाँदाखेरि चाहिँ माइनस 3 भयो र x को भ्यालु 3 आयो। तर यो चाहिँ रङ हो। कसरी रङ हो भन्दाखेरि हाम्रो क्वेसन के दिएको छ x स्क्वायर माइनस 9 अपन x माइनस 3 दिएको छ हो। यो चाहिँ न्युमरेटर डिनोमिनेटरमा चाहिँ x माइनस 3 को ठाउँमा x को ठाउँमा चाहिँ 3 राख्दाखेरि चाहिँ यो भ्यालु डिफाइन हुँदैन, किनभने 1/0 को फर्ममा आउँछ। सो 1/0 भने के हो इन्फाइनाइट हो। त्यही भएर हाम्रो चाहिँ यो x इज इक्वल टु 3 चाहिँ डिफाइन हुँदैन। सो हामीले के लेख्न सक्छौं त नो सच भ्यालु अफ x भनेर लेख्न सक्छौं। Thank you so much.